गाइज हेर्न सक्नुहुन्छ गाइज होममेड निम्की आलु निम्की हेर्न सक्नुहुन्छ एकदम अमिलो पिरो गाइज कक्कलाई चटपटे मनपर्छ खाना आउनु होला गाइज यो चाहिँ आलु निम्की हेर्न सक्नुहुन्छ मैले बनाएको आलु निम्की गाइज कस्तो अमिलो पिरो छ गाइज तपाईहरु पनि खाना आउनु होला हेर्न सक्नुहुन्छ यता हेर्न सक्नुहुन्छ गाइज हामी चाहिँ आज भोगटे खाँदैछौँ हेर्न सक्नुहुन्छ पुरै छतमा आएर यो चाहिँ मेरो बारीको भोगटे गाइज हेर्न सक्नुहुन्छ एकदम अर्ग्यानिक भोगटे हामी चाहिँ भोगटे सादेर खान्छौँ अब गाइज कत्तलाई भोगटे मनपर्छ खाना आउनु होला यहाँ चाहिँ भोगटे यो गर्ने काट्ने मान्छे हेर्न सक्नुहुन्छ वाह हेर्नुहोस् त गाइज कस्तो राम्रो छ है अब खाँदा चाहिँ कस्तो हुन्छ नबिजा हामी अहिले भोगटे खाँदैछौँ गाइज भन्नाले भोगटे खाना रेडी हुँदैछौँ यस्तो बोक्रा केलाएर अनि हामी खान्छौँ अनि यता हेर्न सक्नुहुन्छ यता नुन खुर्सानी बेसार के छ हेर्न सक्नुहुन्छ यता चाहिँ हामी केलाउँदैछौँ हेर्न सक्नुहुन्छ हामीले चाहिँ अब यो पुरा सादेको भोगटे रेडी पारिसक्यौँ गाइस हामी चाहिँ अब खान जाँदैछौँ नि बाबा खाऊ है यता हेर्न सक्नुहुन्छ गाइस हामी सादेको भोगटे खाँदैछौँ यसले चम्चैले आएन एकदमै मिठो गाइज आफ्नै बारीको अर्ग्यानिक हेर्न सक्नुहुन्छ पुरै भोगटे हातले नै ल्याम खाँदैछौँ यसको नुन खोर्सानी भित्र छ क्या लु अब खा आयो नुन खोर्सानी एकदमै पिरो भयो गाइस पुरै छ नि पुरै एकदम अमिलो नुन हुन्छ एकदम कस्तो छ बाबा मिठो पिरो पिरो खान्छ अलिकति नुन हालेको मिठो हुँदो रहेछ खोर्सानी पनि हाल्छ मसला पनि
यम्मी यसो त कति खान्छौँ खान्छौँ मेरो बारीमा टमाटर छ यस्तो बुढाबुढी दुईजना हामी गाई यस्तो अलिअलि घाममा अमिलो पिरो चस्स हेर्न सक्नुहुन्छ एकदमै पिरो अमिलो टक्क परेको त्यो के भन्छ भोगटे साधेर खाँदैछौँ गाइज हेर्न सक्नुहुन्छ अनि खाना आउनु होला हेर्न सक्नुहुन्छ हेभ अ लुक गाइज मिठो मिठो यसले चम्चा यो छ नि यो यसले चम्चा बनाएको हुन्छ त पिरो भयो गाइस एकदम टक्क परेको सादेको एकदमै पिरो भयो गाइस भोगटे गाइस पुरै छान्दैन त्यता आइज न यो पारि आइज न हात पुग्दैन धेर नसान्न भयो त यता भोगटे गाइज हेर्न सक्नुहुन्छ भोगटे को भोगटे लभर हुनुहुन्छ खाना आउनु होला गाइज एकदम पिरो पिरो मिठो छ यार कसको मुखमा पानी आयो मुखमा पानी जसको आएको छ नि गाइस उनीहरू किनेर खान सक्नुहुन्छ गर्मीको सिजनमा राम्रो हुन्छ हौ